नमस्कार साथीहरू, यदि तपाईँ डिभी लटरी 2027 कहिले खुल्ला होला भनेर पर्खिरहनु भएको छ भने यो भिडियो तपाईका लागि हो। अहिले travel.state.gov जुन अमेरिकी सरकारको आधिकारिक वेबसाइट हो, त्यहाँ डिभी प्रोग्राम सम्बन्धी नयाँ अपडेट आएको छ। हरेक वर्ष डिभी प्रोग्राम सेप्टेम्बर महिनासम्म अन्त्य हुने गर्छ। तर यस वर्ष केही परिवर्तनका कारण डिभी 2027 को प्रक्रिया केही ढिलो भइरहेको छ। सबैभन्दा ठूलो परिवर्तन के छ भने अबदेखि डिभी लटरी एप्लाई गर्नका लागि प्रत्येक आवेदकले $1 शुल्क तिर्नुपर्नेछ। यो नयाँ सिस्टमलाई लागू गर्न केही समय लागिरहेको छ। त्यसैले अहिलेसम्म डिभी लटरी 2027 को अफिसियल ओपनिङ डेट घोषणा भएको छैन। कसैले भनिरहेको होला डिभी खुलिसक्यो रे, तर त्यस्तो खबरमा विश्वास नगर्नुहोस्। अमेरिकी विदेश मन्त्रालयले भनेको छ पहिले डिभी 2026 को रिजल्ट र एन्ट्री स्टेटस चेक पूर्ण रूपमा उपलब्ध भएपछि मात्र डिभी 2027 को आवेदन खुल्नेछ। त्यसैले अहिलेको लागि अफिसियल वेबसाइट dvprogram.state.gov मात्र हेर्नुहोस् र झुटो लिङ्क वा अफवाहबाट टाढा रहनुहोस्। जब डिभी लटरी 2027 को मिति घोषणा हुन्छ, तुरुन्तै अर्को भिडियोमा सबै विवरणहरू शेयर गर्नेछु। त्यसैले च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस् र आगामी अपडेटका लागि तयार रहनुहोस्। धन्यवाद र शुभकामना सबैलाई डिभी लटरी 2027 को लागि।